नमस्ते अस्सलाम वालेकुम साथीहरू। आजको यो भिडियो म कुनै राजनीतिक दलको समर्थन गर्न आएको होइन, न त कुनै धर्मको विरोध गर्न आएको हुँ। आई एम हियर एज अ रिस्पोन्सिबल नेपाली सिटिजन। हिन्दू मुस्लिम नाममा सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोहरू हेर्दा, विशेष गरी अहिले सुनसरीमा भइरहेको आन्दोलनसँग सम्बन्धित केही भिडियो, भाषण र टिप्पणीहरू सुन्दा मन निकै दुखी हुन्छ। त्यस्ता बेला मलाई हाम्रो राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको महान विचार सम्झना आउँछ। उहाँले नेपालले एउटा फुलबारी र यहाँका सबै जातीय धर्म, भाषा, सांस्कृतिक र समुदायलाई फुलको रूपमा वर्णन गर्नुभएको थियो। आफूलाई त्यस फुलबारीको माली बन्नुभएको थियो। कस्तो महान सोच होइन र साथीहरू। हामी फरक फरक धर्म मान्न सक्छौँ, फरक फरक भाषा बोल्न सक्छौँ, फरक फरक संस्कृति अपनाउन सक्छौँ, तर हामी सबै एउटै देशका नागरिक हौँ। आवर डाइभर्सिटी इज आवर आइडेन्टिटी, नट आवर विकनेस। दुःखको कुरा के छ भने आज केही व्यक्तिहरूको संकीर्ण सोच, घृणा फैलाउने अभिव्यक्ति र समुदाय बीच द्वन्द्व सिर्जना गर्ने प्रयासले हाम्रो समाजलाई गलत दिशातर्फ धकेलिरहेको देखिन्छ। मेरो कुनै राजनीतिक दलसँग सम्बन्धित छैन, मेरो कुनै धर्मसँग दुश्मनी छैन। म केवल एउटा नेपाली नागरिकको रूपमा शान्ति, सद्भाव र कानुनी शासनको पक्षमा बोलिरहेको छु। सामाजिक सञ्जालमा केही व्यक्तिहरूले हतियार प्रदर्शन गर्ने, हिंसाको धम्की दिने, धार्मिक वा जातीय घृणा फैलाउने र समुदायलाई उक्साउने गतिविधिहरू गरिरहेका देखिन्छ। Whoever they are, whatever religion or community they belong to, it doesn't matter. Law should be equal for everyone. यस्ता गतिविधिमा संलग्न व्यक्ति जुनसुकै धर्म, जात वा समुदाय किन नहुनु, उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्छ। मेरो नेपाल सरकारसँग विनम्र अनुरोध छ, घृणात्मक अभिव्यक्ति फैलाउने, हतियार बोकेर समाज डरको वातावरण सिर्जना गर्ने, सामाजिक सञ्जाल मार्फत धम्की दिने, हिंसा भड्काउने वा कानुन हातमा लिन खोज्ने जो कोही भए पनि उनीहरूलाई तुरन्तै कानुनी दायरामा लिएर निष्पक्ष रूपमा कारबाही गरियोस्। हियर नो वान इज अबभ द ल। साथीहरू, अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जाल र विभिन्न माध्यम मार्फत छिमेकी देशहरूमा देखिने धार्मिक ध्रुवीकरण, घृणाको राजनीति र विभाजनकारी भाषाको प्रभावमा नेपालमा पनि केही हदसम्म देखिन थालेको महसुस हुन्छ। बाहिरबाट आउने कुनै पनि विभाजनकारी विचार वा एजेन्डा हाम्रो समाजमा स्थान पाउनु हुँदैन। नेपालको पहिचान र सद्भाव, सहिष्णुता र आपसी सम्मान हो। साथीहरू, हामी सबैलाई एउटा कुरा के थाहा छ भने यदि कुनै समाजमा 6-7 जना मानिसले कुनै धर्म वा समुदाय विरुद्ध लगातार नकारात्मक कुरा गर्यो भने वा झुटो कुरा गर्न थाल्यो भने केही मानिसहरूले त्यसलाई सत्य ठान्न सक्छन्। त्यसैगरी अर्को समुदायको बारेमा पनि लगातार गलत कुरा दोहोरियो भने केही मानिसहरू त्यसबाट प्रभावित हुन सक्छन्। साथीहरू, यही तरिकाले मानिसहरूको सोचलाई प्रभावित गर्ने प्रयास गरिन्छ। दिस इज हाउ माइन्ड म्यानिपुलेसन वर्क्स, दिस इज हाउ हेट स्प्रिट्स। त्यसैले सामाजिक सञ्जालमा देखिएको हरेक भिडियो वा पोस्टलाई तुरन्त सत्य मानेर विश्वास नगरौँ। डोन्ट बिलिभ एभ्री भाइरल भिडियो, भेरिफाई द फ्याक्ट्स फर्स्ट। हामी विवेकशील नेपाली हौँ साथीहरू। हामीले भावनाभन्दा माथि उठेर तथ्य, प्रमाण र सत्यलाई बुझ्नुपर्छ र हेर्नुपर्छ। हामीले आफूलाई सधैँ 3वटा प्रश्न गर्नुपर्छ। वाट इज एक्चुअली ह्यापनिङ, हु इज ट्राइङ टु डिभाइड आवर सोसाइटी, हु सुड बी हेल्ड एकाउन्टेबल अन्डर द ल। हाम्रो लक्ष्य कुनै धर्म वा समुदायलाई दोष दिनु होइन। आवर टार्गेट सुड बी क्रिमिनल, नट कम्युनिटिज। सो साथीहरू, यस्ता व्यक्तिहरूको संकीर्ण सोचले एउटा धर्म मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई बदनाम गरिरहेको छ। उनीहरूले युवा पुस्ताको सोचलाई पनि गलत दिशामा मोड्ने प्रयास गरिरहेको छन्। फेक नेरेटिभ्स क्रिएट रियल कन्फ्लिक्ट्स। यस्तो सोचले नेपाललाई विकासतर्फ होइन, झन् पछाडि धकेल्छ। मलाई अझै पनि बाल्यकालका दिनहरू सम्झना आउँछ। त्यति बेला हामीले साथी छान्दा धर्म वा जात कहिले हेर्दैनथ्यौँ। एउटै कक्षामा पढ्थ्यौँ, एउटै टिफिनमा बाँडेर खान्थ्यौँ, सँगै खेल्थ्यौँ र सँगै हाँस्थ्यौँ। वी आर सिम्पली फ्रेन्ड्स। आज पनि हामीले त्यही भावना जोगाउनुपर्छ। वी आर नेपाली फर्स्ट बिफोर एनिथिङ एल्स। त्यसैले कसैले पनि धर्मका नाममा हामीलाई विभाजित गर्न नदियौँ। लेट्स चुज पिस ओभर हेट, लेट्स चुज युनिटी ओभर डिभिजन, लेट्स चुज ट्रुथ ओभर रुमर्स। अन्त्यमा मेरो सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग एउटा अनुरोध छ, अफवाहमा विश्वास नगरौँ, घृणा फैलाउने सामग्री सेयर नगरौँ, अहिंसालाई कहिल्यै समर्थन नगरौँ। समाज बिगार्ने व्यक्ति जुनसुकै धर्म वा कम्युनिटिज किन नहुनु, उनीहरूलाई कानुनको दायरामा ल्याउने सबैलाई साथ दियौँ। पिस बिगिन्स विथ अस। नेपाल बिलोङ्स टु अल नेपालिज। हाम्रो धर्म फरक हुन सक्छ, हाम्रो सांस्कृतिक फरक हुन सक्छ, हाम्रो भाषा फरक हुन सक्छ, तर हाम्रो देश एउटै हो, नेपाल। लेट्स बिल्ड ब्रिजेस, नट वाल्स।
हेट क्यान डिभाइड पिपल बट लभ एन्ड युनिटी बिल्ड अ नेसन। यदि तपाईँले पनि यस्ता सकारात्मक तथ्यमा आधारित र समाज एकता सद्भाव फैलाउने भिडियोहरू मनपर्छ भने प्लिज लाइक, सेयर, फलो एन्ड सब्सक्राइब। तपाईँको एउटा सहयोगले सकारात्मक सन्देश धेरै नेपालीसम्म पुग्न सक्छ। स्टे पोजिटिभ, स्टे युनाइटेड, स्टे नेपाली। जय नेपाल।